हेलो नमस्कार युट्युब च्यानल सुन्दर नेपालमा तपाईहरुलाई स्वागत छ। आज हामी हेलो इंग्लिश एप्लिकेसन यहाँ देख्नुभएको छ, यसको बारेमा जानकारी लिनेछौँ। हेलो इंग्लिशबाट तपाईहरुले नेपाली टु इंग्लिश, इंग्लिश टु नेपाली, हिन्दी, यदि तपाईहरुलाई अरबी सिक्न छ भने अरबी पनि सिक्न सक्नुहुन्छ। यहाँ विश्वका सबै भाषाहरू छन्। एकदम सजिलो र राम्रो एप्स छ यो एप्सबाट तपाईहरुले सजिलैसँग अरबी भाषा पनि सिक्न सक्नुहुन्छ, हिन्दी भाषा, इंग्लिश कुनै पनि ल्याङ्ग्वेज तपाईहरुले सिक्न सक्नुहुनेछ, जापानिज, कोरियन। सुरुमा तपाईहरुले यो एप्लिकेसन डाउनलोड गर्नुपर्ने हुन्छ। आफ्नो प्ले स्टोरमा जानुहोस्। गइसकेपछि यहाँनेर टाइप गर्नुहोस् हेलो इंग्लिश। हेलो इंग्लिश टाइप गरिसकेपछि सुरुमा तपाईलाई यहाँ देखाउँछ, मैले अलरेडी डाउनलोड गरिसकेको छु। हेलो इंग्लिश लर्न इंग्लिश देखाइरहेको छ। यहाँनेर भित्र ओपन गर्नुहोस्। यहाँनेर देख्नु भएको छ अहिले मुख्य भाषाहरू देखाइरहेको छ, हिन्दी, उर्दू, मलयालम, यहाँ अरू भाषाहरू छ, भाषा इन्डोनेसिया छ, अल्लोगा अरबिया, मराठी छ, यहाँ सबै भाषाहरू छ। यहाँ देख्नु भएको छ पन्जाबीहरू पनि छ, नेपाली पनि छ, गुजराती, सबै कोरियन भाषाहरू छ। भित्र गएपछि सेटिङमा थुप्रो भाषाहरू छ। यहाँ बाहिर चाहिँ मुख्य भाषा देखाउँछ। यसलाई डाउनलोड गरिसकेपछि तपाईहरु बाहिर जानुहोस्। बाहिर गइसकेपछि हेलो इंग्लिशलाई ओपन गर्नुहोस्। यहाँ देख्नु भएको छ तपाईहरुलाई कुन भाषामा चाहिएको छ। यहाँ माथि उर्दू छ, त्यसपछि अरबिक छ, त्योभन्दा मुनि आएर छ इंग्लिश फर मलयालम, हिन्दी से अंग्रेजी सिकिए, नेपालीबाट अंग्रेजी सिक्नुहोस्। यी भाषाहरू थुप्रो छन्। यी भाषाहरू आइसकेपछि हामीहरूले सिक्नुपर्ने, हामी नेपालीबाट अंग्रेजी सिक्दैछौँ। यहाँनिर गएर क्लिक गर्नुपर्ने हुन्छ। यसरी क्लिक गर्दै गएपछि तपाईहरुलाई यहाँ यसरी भन्छ, यसरी चयन गर्नुपर्ने भन्छ। तपाई अंग्रेजी किन सिक्न चाहनुहुन्छ भनेर देखिरहेछ। राम्रो जबको लागि, एक्जाम टेस्टको लागि, विदेश घुम्नको लागि, बच्चाहरूलाई सिकाउनको लागि, अझै बढी राम्रो सामाजिक जीवनको लागि, अंग्रेजी सिनेमाको रोमाञ्च लिनलाई, यी सबै तपाईहरुले देख्नुभएको छ। तपाईलाई के को लागि सिक्न चाहनुहुन्छ त्यो यहाँनेर ओके गर्दै जानुपर्ने हुन्छ। म यस विदेश घुम्नको लागि या म सुरुमा स्याम्पल राम्रो जब सिक्न सुरुमा स्याम्पलमा ट्राई गर्छु। यसरी गइसकेपछि यहाँनेर तपाईहरुले आफ्नो प्रोफाइल नाम लेख्नुपर्ने हुन्छ। यहाँ भनेको छ आफ्नो प्रोफाइल पर्सनलाइजेज लेसनका लागि आफ्नो नाम टाइप गर्नुहोस् भनिरहेछ। यहाँ कुनै पनि टाइप गर्न सक्नु। म टाइप गरेँ, मदन टाइप गरेँ, नेक्स्ट। म यो एउटा डुप्लिकेट हो, यो तपाईहरु सिकाउनको लागि मात्रै। आफ्नो अंग्रेजीको स्तरको चयन गर्नुहोस् भन्छ। यहाँ म अंग्रेजी सिक्ने सुरुवात गर्दैछु, मलाई अलि अंग्रेजी आउँछ। त्यसपछि यहाँ म सिक्ने सुरुवात गर्दैछु। यी बच्चा-बच्चीको लागि चाहिँ एकदम फेभरेट राम्रो छ। तपाईहरुको घरमा साना बच्चा-बच्ची छन् भने तिनीहरूलाई ट्याब्लेट, मोबाइलहरुबाट सजिलैसँग गेम जस्तो पनि छ। उनीहरूलाई रोमान्टिक पनि हुने र सिक्न पनि सजिलो, पढ्न पनि सजिलो, एकदम राम्रो छ। मैले यो अर्को उसमा हेरेको थिएँ, प्रारम्भ गर्नुहोस् भनेको छ। यहाँ मैले थिचेँ। तपाईको आजको होमवर्क ल हेर्नुहोस्, यहाँ यस्तो छ। सिम्पल हो। तपाईँ यदि त्यो माथिका अझ माथिका राम्रो केटाकेटीको लागि मात्रै डिक्सनरीको सम्बन्ध यहाँ छ। यी कति छ, एकाइ, दाइ, सैकर, हजार, 10,000 शब्दहरू छ यहाँ डिक्सनरी। तपाईले कुनै कागजी डिक्सनरी किन्नु पर्दैन। मोबाइलहरुबाट आजभोलि इन्टरनेटको दुनियाँमा तपाईहरुले मोबाइलबाटै सबै कुरो सिक्न र बुझ्न सक्नुहुनेछ। लेसन 1 मा म लिँदैछु। नाम सोध्नुस् र भन्नुस्, सिक्नुहोस् स्टार। यसले लेसनमा तपाई 13 कोइन प्लस 100 बोनस
कोइनसम्म जित्न सक्नुहुनेछ। ल हेर्नुहोस् एउटा गेम जस्तो पनि भयो बच्चाहरूलाई सिक्नको लागि। यहाँ तपाईँहरूलाई भोइस पनि भनिरहेछ। मैले यहाँ चाहिँ इयरफोन लगाएको भएर मैले सुनिरहेको छु, तपाईँहरूले सुन्नुहुन्न। माई नेम इज मदन। तपाईँलाई भोइसमा पनि भन्छ, यहाँ लाउड स्पिकर गर्नुभयो भने भोइसमा पनि भन्छ। मैले इयरफोन लगाएको भएर तपाईँहरूले सुन्नुहुन्न। ओके गर्नुहोस्। मेरो नाम मदन हो। अब तपाईँहरूले यहाँ छनौट गर्नुपर्ने हुन्छ। माई नेम इज मदन, माई नेम आर मदन, माई नेम इज मदन, माई सेल्फ मदन, माई नेम इज मदन। मेरो नाम मदन हो। यहाँनिर यसरी क्लिक गर्नुहोस्, फेरि कन्टिन्यूमा जानुहोस्। अब यहाँ मेरो नाम तपाईँहरूले यहाँ यसरी छनौट गर्नुपर्ने हुन्छ। I am यहाँ गल्ती रहे। माई नेम हेर्नुहोस्, तपाईँ यसरी छाउनु। माई नेम लेखेँ मैले, मेरो नाम, फेरि कन्टिन्यूमा दिन्छु। यहाँ छ तपाईँहरू सिकाउँदैछ फेरि माई नेम डट डट मदन। इज हो कि हैज हो कि एम हो कि इट द हो। माई नेम इजमा मैले गरेँ कन्टिन्युस। यहाँ तपाईँहरूको लाउड स्पिकर भन्दैछ। यसरी आफ्ना घरका बालिकाहरूलाई रोमान्टिक तरिकाले सिकाउन सक्नुहुनेछ। हवस् त सायद यस्ता त थुप्रो छ यहाँनिर सिक्नुपर्ने, तर म तपाईँहरूलाई एउटा सेम्पलको लागि देखाएको थिएँ। यसरी तपाईँहरूले इङ्ग्लिस टु नेपाली, नेपाली टु इङ्ग्लिसबाट आफू र आफ्ना बालबालिकाहरूलाई एन्ड्रोइड मोबाइल यानि ट्याब्लेटहरूबाट सजिलैसँग सिकाउन र बुझ्न सक्नुहुनेछ। हवस् त साथीहरू, अहिलेलाई म बिदा हुन चाहन्छु। धन्यवाद।